यो चाहिँ के हो एउटा हो हुन त हो हुन त हिमालय हो तर के हो है हेर्दै गर्नुहोस् गाइस जोर के गर्ने हे गाइस एकदमै धेरै गलेको छ घामले एकदम थकायो हामीलाई हिँडेकै गर्दा पनि हामी आइपुग्न सकेको छैनौँ। अझै अब हामी चाहिँ 8-9 घन्टा चाहिँ हिँड्नै पर्ने बाँकी रहेछ गाइज। खाना खाने ठाउँमा आउनु लाग्यो 2-3 घन्टामा आइपुग्छु। यता थाक्यो गाइस थाक्यो हेर्दै गर्नु ल घरि अर्को आउँछ घरि अर्को यसो म्याप रहेछ एकदमै खोकी लागिरहेको छ गाइजहरू हिमाललाई अहिले चाहिँ ढाकिरहेको छ माछा भुजे ढाकियो घुमै डाँडामा नि लायो कुहिरो सेल्फ कन्फिडेन्स भएर सही बाटोतर्फ लाग्यो। आफ्नो सेल्फ कन्फिडेन्स बनाएर सही बाटोतिर हिँड्दै सही बाटो हिँड्नु चलो छैन सिधा यहाँ गर्ने ओ माय गॉड कस्तो दामी देखियो मान्छे राम्रो लाग्नु भएछ। कुते मान्छे बसेर चाहिँ है यसो पानीको टेन्सन अहिले खोइ पनि रक्सी त पानी हो दाइ यो घुमै जाने यो सबै बोकेर अझै उता हो यहाँ चाहिँ हामीले पानी अहिले थापेर खाँदैछौँ। यहाँ चाहिँ अब यस्तो रहेछ होइन जङ्गलमा कतै पनि पानी नपाउने यहाँनिर मूलबाट आउँदो रहेछ। यहाँ सानो पाइप रहेछ होइन पुरै त भर्न मिल्दैन यसरी सानो बोतलमा भरेर टकेसमा खन्याउँदै भर्दै यसरी जोगाड गर्दै हिँड्न परिरहेको छ। त्यही पनि पोख्यो बल्ल बल्ल भरेको पानी गाइस गाह्रो छ अब ट्याक्क बोतल लगाएर यसरी राख्ने भरिन्छ अनि यसमा खन्याउने यति भयो ज्यादै भरेर Taking my time, giving to me, paint my life into a masterpiece, coloring it how I want it to be. खुवाईको बाटोतर्फ लागिरहेको छौँ।
दाइ खाना खाने ठाउँ कति बजी पुग्छौ? 2 घन्टा? ठाडो उकालो हो नि त। कहाँ आइपुग्यो फेरि? हामी यो बिचको जङ्गलमा आइपुग्यो। अब हराउँछ नि। बल्ल तेर्सो आएर बित्यो बस। यस्तो हौडी मान्छे भेट्यो नि गाइजहरू आमा। एकजनाले 6 घन्टा, अर्कोले 10 घन्टा, अर्कोले 8 घन्टा। अर्कोले पुग्दै पुग्दैन मान्छे। त त्यसमै बस्छ भन्छ। प्यार नि टाउको ब्लक गर्ने हावा चल्छ। के भनेको? अब त पागल भयो। के भनेको? हिले डाँडाको मान्छेले भनेको नि त हामी 6-7 बजे पुग्छ ल जानु भनेको नि त। अनि के खान्छ अरूलाई? खाना खाने जग्गा आइपुगेको छ। सो 1 बज्यो। यस्तो रिस उठिरहेको छ मलाई। एकछिन यो पक्रेको म चस्मा लाउँछु। तिनीहरूले हामीलाई 3 घन्टा भनेर यहाँनिर के हिँड्न छौँ नि म त Seeing eyes of mine, what do you feel beside? I don't know where we're gonna fly like you did sometimes. Seeing eyes of mine, love, 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 I wanna be strong, strong. We're doing wrong, 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 but I'll try to fix it. Love, 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 I wanna be strong, strong. We're doing wrong, 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 but I'll change it, change it. ओके गाइस, पजलको भ्लगमा सबैजनालाई स्वागत छ। अब हामी चाहिँ तेर्सो बाटो लागिरहेको छौँ। त्यहाँबाट अगाडि गएर ठाडो बाटो आउँछ। त्यही हो कि अरू कुरा सुन्ने होइन। सुन्ने तर नपत्याउने है। पानी मन त खादिन है। किन वे गाइस अब चाहिँ हामी 2-3 घन्टा हिँड्यो भने आइपुग्छ। एकदमै खतरा अग्लो पाहाडमा आयौँ होइन। यहाँभन्दा अग्लो पाहाडै छैन। त्यही हो डाँडा। त्यहाँभन्दा अरू पाहाड छैन होइन। कोट मात्रै देखेछ। यो चाहिँ 3 बन्दर। त्यही भएर वाइडमा गर्नु भन्छु। यो बाटो खुमाईको डाँडा त्यो माथि। अब चाहिँ हामी हिमालको फेदतिर आइसकेको छौँ। खुमाई डाँडाको छेउछेउ भन्दा पनि अब 2 घन्टा। सो एकदम जाडो छ। भर्खर चिया खाएर हिँडेको देउरालीबाट। कफी चिया केही नपाएर हामीले आफै लिएको थियो, त्यही खायो। सो अब चाहिँ हामी खुमाई जाँदैछौँ त्यति बेरको लागि। ल सबैजनालाई स्वागत छ पर्जलको भ्लगमा। पर्जल नभन्नु न। के भन्ने त प्रजुलको भ्लगमा सबैजनालाई स्वागत छ होइन। हामी चाहिँ अब हिमालको नजिक पुग्न लागिसक्यौँ होइन। तपाईँहरू यहाँ घाँसहरू देख्न सक्नुहुन्छ। यो भनेको चाहिँ सङ्केत हो अब चाहिँ नजिकै छ हिमाल भनेर होइन। अब हामी 2 आवर्समा पुग्छौँ खुमाई डाँडा। हिमाल पनि अलिक डाँडाकाँडाहरू एकदम तल देख्न थालेको छ। अघिसम्म माथि देखेको डाँडातिर हेर्नुहोस् न, एकदम तल देखेको छ।
मलाई अरू भन्दा नि यो घाँस त एकदम मन पर्यो सो आई लभ दिस ग्रास नो सिमी दिस इज चिनी 5 मिनट गयो वाउ सो लभली प्लेस 15 भयो हा घन्टा हिँडेर हामी आइपुगेको छ एकदमै भिड डेन्जर उकालो एकदम चिसो हावा आएको छ चिसो यस्तो भिड छ है यसमा चाहिँ ढुङ्गा छु बसिरहेको छु गुराँसहरू फुलेको छ डेन्जर चाँपहरू फुलेको छ You're sick of my madness. झुँदो रगत छरियो बदलो यो सानो हाम्रो तातो र चन्द्र सूर्य उकालो अब आधा घन्टा मात्रै छ भनेर भनेको छ हामीलाई आधा घण्टा होला है सो यहाँबाट चाहिँ हिमाल चाहिँ यस्तो देख्दो रहेछ तर अप्ठ्यारो छ नि बाटो अब त यो ढुङ्गा मात्र हो कि एकदम ढाकिरहेको छ बाटोले अहिले चाहिँ 7 बजेको छ यस्तो उकालो हिँड्नुपर्छ गाइज यो त हाम्रो किङ्सको भ्लग हो यो पनि यस्तो दामी देख्यो उकालो हिँडिरहेको छ बल्ल बल्ल आइपुग्यो है बल्ल आइपुग्यो के हिँडेर आयो उकालो त नठोकिने छ त्यसमा मात्रै हो रहेछ सबै थकित अवस्थामा छ आजको हाम्रो हेलो फ्रम हेलो गुड मर्निङ गाइज सबैजना उठिसकेको छ रातभरि बिमार भयो कतिजना टोइलेट भएको हुँदै भयो कतिजना मुटु दुखेर सासो फेर्नु गाह्रो भयो एकदम दामी देखिरहेको छ हिमाल देख्न सक्नुहुने यस्तो घरले हिमालको दृश्य Leave me, baby. Don't wanna fall again. This just hurt me. Just think about कुछ पाने के लिए कुछ खोना पड़ता है भन्छ नि त्यस्तै भइरहेको छ साथीहरूलाई पर्खिरहेको छ सो अब चाहिँ हामी त्यो माथिको हिमाल नजिक हेर्नुको लागि चाहिँ एकदमै डेन्जर डाँडा चढ्नु पर्ने रहेछ अल्छी लागिरहेको छ मलाई दिक्क हरेस लागिरहेको छ हेर्नुहोस् देख्न सक्नुहुन्छ यो डाँडा त्यो उकालो चाहिँ नि यस्तो उकालो माथि मान्छेहरू देखिरहेको छ त्यही डाँडा
फाइनली गाइस हामी आइपुग्नु आँट्यो एकदम धेरै गर्मी भइरहेको छ पानीको एकदम अभाव पानी त छँदै छैन पानी नपाएर चाहिँ हामीले हिउँ डल्लो पारेर खाँदै आइरहेको छौँ एकदमै डेन्जर दाँत थिरेको छ भर्खर रिकभर हुँदै थियो गाडी दुखेको त्यो पनि फेरि त्यस्तो हुँदा जस्तो छ अब चाहिँ हामीले हिमाल ठ्याक्क आइपुग्यो देखला कतिजना मान्छेहरू चाहिँ नसकेर फर्किन्छ यहाँ तल आएर फर्के कतिजना यो डाँडाबाट चाहिँ हिमाल देख्न सक्नुहुन्छ यस्तो नजिक छैन है यस्तो नजिक अच्छा खुसी मलाई 25 मिनट्स चाहिँ हामी 25 मिनट्समा हामी पुग्नेछ गाइस अब चाहिँ हामी कोल्ड फोनमा आइपुग्यौँ होइन हिमाल यही नजिकै अब चाहिँ हामी एकदमै माथि आइसकेको छौँ एकदम दामी शीतल हावा चलिरहेको छ There's not much to do when all I can is thinking about you. Not doing. यही छुइदिएको छ तर अहिले फर्किँदाखेरि चाहिँ हामी चाहिँ अब ट्याक्क आइपुगिसक्यो कपाल पनि कस्तो भएछ के भन्छ यो ठाउँमा के भन्छ अरे दाइ कोर्चा डाँडा आइपुगिसकेको छ खरे पानी खानु पायो त्यसको लागि थ्याङ्क यू दाइ हामी आइपुगिसक्यो वेस्ट गरेर अहिले भिडियो बनाउँछ यता अहिले हामी चिसो मौसममा तातो चाउ खाँदैछु यता चाहिँ डेन्जर यो डाँडाबाट फर्केको ल बाई बाई धुम्मा लाग्नु थाल्यो माथि हिमालबाट आमा यस्तो हिँडाइ भयो You melt the ice behind my stone cold eyes. I turn to ashes, but only just sometimes. Inhale your smoke, but you still act surprised. It's not